बीबीसीको रिपोर्ट अनुसार गोली हान्ने आदेश दिने चाहिँ तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खाबुङ भन्ने रिपोर्टले जनाइरहेछ। के भन्छ तपाईँ? अब जस्तो अहिले प्रधानमन्त्री बालुवाटारमा हुनुहुन्छ, जेएनजीयू भनेर 1000 को मास त्यहाँ गयो, गुली चल्छ कि चल्दैन? भर्जिनियामा हिजो एकजना यहाँकोले पहिला छोरी मार्यो, त्यसपछि श्रीमती मार्यो, प्रहरी आयो, हतियार विसा भन्यो, मानेन, कहाँ मर्छ? गोली ठोकिदियो। मुख्य कुरा चल्छ चल्दैन गोली भन्ने हो क्या यहाँ, मुख्य कुरा। त्यसकारण अब ओह्रालो लागेको मृगलाई जसले पनि खेद्छ भने जस्तो चन्द्रकुमार खाबुङले नै भनिरहेछ। अहिले नेपालको इतिहासमा पहिलोचोटि के हुँदैछ भने त्यो चन्द्रकुमारको र भाइको प्रश्नसँग त मिल्छ। नेपालको इतिहासमा पहिलोचोटि मतपत्रहरू पनि सेनाद्वारा वितरण गरिँदैछ। यसको भोलि मतपत्रको मतपेटिकाको सुरक्षा पनि सायद उसैले गर्छ होला। अब चन्द्रकुमार खाबुङले के भनेको छ भनेदेखि यही प्रश्नमा, भाइको प्रश्नसँग मिल्छ, पहिला इमेजको साथीले गरेको प्रश्न थियो यो, भोलि हामीलाई चाहिँ मतपत्र रुङ्न राख्ला, त्यो मतपत्रमाथि आक्रमण होला, हामीले त्यसलाई सुरक्षा गर्न खोज्यौँ भने प्रहरीले गोली चलायो भन्ला, त्यो गर्यौँ न भने प्रहरीले आफ्नो कर्तव्य पालन गरेन भन्ला, हामीले के गर्ने त भनेको छ। त्यसकारणले परिस्थितिजन्य कुरा हो यो। पहिलो कुरा 23 होइन, पहिलो कुरा 22 हो। 22 व्यवस्थापन गर्न नसकेपछि 23 र 24 भएको।